एक्सपेरिमेन्ट गर्न लागेको हेयर कलर चाहिँ एस सिल्भर हो है त। अनि अर्को भनेको चाहिँ यो एस र सिल्भर मिक्स गरेर कुन टाइपको कलर निस्किन्छ त्यो पनि हेरौँ है। अब डेभलोपर हाल्छु म है। तिनटैमा पहिले सर ब्लिच दलिदिउँ होइन। मैले यो दली भइसक्यो होइन। अब यसलाई एकैछिन ऱ्याप गरिदिन्छु, छोपिदिउँ। र अनि सिङ्गल ब्लिच पछिको कन्डिसन चाहिँ यस्तो छ भने यो भर्खर कति 3 लेभल जति होला हौ, लगभग कालै छ यार यो यार। अब यसलाई फेरि एकपल्ट ब्लिच गर्छु होइन। सेकेन्ड ब्लिच हो होइन। अब यसलाई पनि फेरि ऱ्याप गरिदिउँ। यसलाई ऱ्याप गरेर अनि हामी हल्का ड्रायरले थोरै हिट दिनेछौँ होइन। जसपछि यसमा पनि डिफ्रेन्ट कलर एक्सपेरिमेन्ट गर्नुहुन्छ भनेर दलिदिएको। अहिले सेकेन्ड ब्लिच पनि धोएर आयो होइन। र सेकेन्ड ब्लिचको अहिले यो वेट नै छ होइन। यो त्यस्तो राम्रो लिफ्ट भएको छैन है। यो के भन्छ, यो पुतलीको कपाल हुन्छ नि, मतलब यो विकको कपाल वास्तै कालो हुन्छ कि होइन। त्यही भएर लिफ्ट गर्न एकदम गाह्रो पर्छ। नर्मल मान्छेको कपाल हुन्छ लगभग डबल ब्लिचमा त राम्रै लिफ्ट हुन्छ है। तर यसको चाहिँ अझै पनि लिफ्ट भएको छैन। यसको लेभल हो भने सायद मेरो कुनै चाहिँ राम्रो लिफ्ट भएको छ, कुनै राम्रोसँग लिफ्ट भएको छैन होइन। यो 6 to 8 लेभलमा छ है। यसलाई फेरि एकलट ब्लिच गरौँ जस्तो लागिरहेछ। सायद यो 9 लेभल जतिको लिफ्ट भनौँ क्या है। कपाल त झाडे जस्तै भएको छ यार। ट्रिपल ब्लिच गर्दा पनि यस्तो यार। यो पुतलीको कपाल त्यही भएर राम्रै हुन्न क्या। र अब यसमा चाहिँ म सिल्भर अनि एस हाल्नेछु है त। फर्स्टमा चाहिँ सिल्भर हालिहालौँ भने एउटामा। योपालि चाहिँ मैले S09 हो है। यो चाहिँ फर्स्ट नम्बरको हो होइन। यो चाहिँ यो साइडको यो लाइट सिल्भर हो। हल्का कलर देख्दै आएछ तर कस्तो आउँछ मलाई थाहा छैन होइन। र यो चाहिँ एस हो होइन। र अब गर्न लागेको चाहिँ यो सिल्भर प्लस एस चाहिँ मिक्स गरेर यहाँ दल्न लागेको है त। र यो चाहिँ सिङ्गल ब्लिच हो होइन। र मैले यो सिल्भर प्लस एस मिक्स गरेको थिएँ नि, यसलाई चाहिँ म यहाँ दलिदिन्छु है त। यो लेभलको टोनमा सिल्भर प्लस एस मिक्स चाहिँ कस्तो हुँदो रहेछ है त। म झ्याम्डुम दलिदिन्छु यो यत्तिकै। के हो मलाई थाहा छैन। यहाँ जुन छ नि मैले यो यहाँको एस र सिल्भर अघि दलेको यहाँ केही चेन्जेस देखिरहेको छैन होइन। र यहाँ टाउको हेरेर चाहिँ भर्खरै मात्र दलेको यहाँ हल्का सिल्भर हो कि एस सिल्भर एस टाइपको कलर देख्न थालिसक्यो। यो पछाडिको रिजन के हो मलाई थाहा छैन होइन। जस अब यस्तो नि हुँदो रहेछ है भन्ने चाहिँ भयो। भन्नुपर्दा चाहिँ त्यो ब्लिचको टोनलाई हल्का ब्यालेन्समा ल्याउने काम मात्र गरेको छ है। अनि त्यसपछि थोरै त्यो हुन्छ नि सिल्भर टोन देखिरहेको छ कि थोरै एकदम लाइट है। अनि यो चाहिँ के कलर थियो यार, मैले बिर्सेँ त। यो त के अरे लगभग 3 देखि 4 लेभलको होइन यार, हाई लेभलमै थियो। लगभग 7-8 लेभलमा थियो ब्लिच होइन। तर लास्टै के भन्थ्यो छ्याक्क पर्नेवाला हेयर कलर निस्किँदो रहेछ। जस मलाई मन परेन होइन। अनि अर्को चाहिँ यहाँनिर थियो, जस्तै यहाँनिर देख्न सकिन्छ होइन। यो लेभलकै टोनमा डाइरेक्ट सिल्भर प्लस एस मिक्स गरेर हालेको ग्रे कलर पनि निस्किँदो रहेछ है। त्यस्तो नराम्रो देखाएको छैन है यो चाहिँ। ल आजको लागि यति हो। नेक्स्ट टाइम म के क्रिएट गरौँ होला कमेन्ट गरौँ है सबैजनाले।